हामी चाहिँ शम्भुनाथमा आइपुगेको छौँ। आज म तपाईहरुलाई काठमाडौँदेखि कहाँ जाने भनेर सुरुदेखि नै तपाईहरुलाई भिडियो देखाउने छु। 3 पटक आइयो। 3 पटक मध्ये चाहिँ आज चाहिँ बाइक चलाएर चाहिँ काठमाडौँ वरपरका आसपासका एकदमै प्रख्यात ठाउँहरुमा हामी चाहिँ घुम्न जाँदै छौँ भाइसँग। हाम्रो दाइहरु अगाडि चाहिँ हाम्रो दाइहरु हुनुहुन्छ है, गइराख्नु भएको छ। अहिले पेट्रोल हाल्न झरेको छौँ। हाम्रो घोडाहरु चाहिँ यही दुईटा। हाम्रो दाइ हुनुहुन्छ। ल हामी चाहिँ यहाँ बल्ल तल्ल आइपुग्यौँ। अहिले हाम्रो ब्रेक भएर चाउचाउ ब्रेक। हाम्रो साधनहरु चाहिँ यहाँ माथि छ। बल्ल तल्ल पुग्न चाहिँ पुग्यो। खाजा ब्रेक ल खाइदिउँ न त। हाम्रो खाजा खाने ठाउँदेखि देखिने यता दृश्य चाहिँ यस्तो छ। यता काठमाडौँ सहर लाग्छ मलाई र हामी चाहिँ यहाँ बसेर खाजा खाँदैछौँ। ल हामी चाहिँ चन्द्रगिरी आइपुग्यौँ है। बाइकसम्मको चाहिँ यात्रा, बाइकसम्मको यात्रा आइपुग्यौँ। हामी चाहिँ यहाँदेखि हिँड्दै जानुपर्ने हुन्छ। ट्रेकिङ कति मिटर जति लगभग 300-400 भनेपछि 300-400 मिटर। 10 मिनट लाग्छ होला। तमाम निर्माण कार्यहरू पनि भइरहेको रहेछ यहाँ चाहिँ। तर यहाँ बोलेकै सुन्दैन क्या। माइक भयो भने चाहिँ राम्रो हुने। कान्छा माइक नकिन्दिनँ, किनिदेऊ न। माइक किन्नुपर्छ त्यता। बोलेकै सुनिँदैन अनि। अच्छा है, गाउँ त अच्छा है, बहुत अच्छा है। ऊपर से इधर तुम अच्छा तो माउंटेन सुबह में दिख रहा है, देखो ना यार मुखा क्या है रोड में क्या क्या है चिट लाग्यो हामी पनि हिँड्दै जाउँ। हेरिदिन्छ नि त यहाँ चन्द्रगिरी डाँडैमा ढिङ्गको मेलैमा। यता चत्ता काठमाडौँ देखेको रहेछ। यतातिर केबल कार, यो टिक 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 देखेको छ केबल कार हो। रोडहरू चाहिँ सानो भयो नि दामी बनाएको रहेछ होइन। रोड चाहिँ सानो भए पनि राम्रो रहेछ। चिटिक्क सिमेन्टले गरेको रहेछ। केटो टेन्सनमा छ। टेन्सन त हुन्छ नि जबरजस्ती थाक्नु है होइन। टेन्सन पर झन् फ्रेस हुन्छ भनेर लिएर आएको चन्द्रगिरी डाँडा। फ्रेस हुनु पर्यो है चिसो हावामा। अझै पनि छ होला। यहाँदेखि चत्ते हेर्दै न त्यो होटलहरूलाई। आमामा ल दामी देखिँदो रहेछ यहाँदेखि त। स्विमिङ पुल पनि रहेछ यहाँ छेउमा। बबाल देखिरहेको छ। म माथिसम्म जानु पर्यो फेरि। अझै पनि छ जानुपर्ने। काठमाडौँ भ्याली। हट सासै बढ्दैछ। सिडी चढ्नु पर्ने। 4,000 ट्याक्कै हो। अन्त केबल काट्ने 1000 रुपियाँ गोटा भनेपछि
भनेर घमाइलो कस्तो काम अनि यहाँदेखि चढ्ने थाहा हो क्या हो कहाँ उयो के हुँदैछ यहाँ साइकल यहाँमा हेट रिङमा त लाग्छ नि यहाँ त 90 360 हान्ने कोही छ हान्दा हुन्छ त एकछिन गयो 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 दामी रहेछ चाबी चाहिँ देखिन है दाजु ए राख्नु हुँदैन हुन्छ पुरा चिताएको कुरा चाबी हाल्दा रहेछ मन्दिर चाहिँ ठुलो मन्दिर होला सायद यहाँ मन्दिरको दर्शन नगर्ने कान्छ मन्दिरको दर्शन गर्ने यो हाम्रो जेठा नेचुरल पानी खाइरहनु भएको छ चन्द्रगिरीको टपमा जेठाले चिकन पुग्छ ल यो चाहिँ चन्द्रगिरीको माथि रहेको भोले बाबा भोले शिवजी मन्दिर यहाँ रहेको छ यता टक्कसँगले हामी अहिले यहाँ छौँ हामी यहाँ ट्याक्कै यहाँनिर छ यो यसमा टपमा अहिले बन्दै गरेको यो स्ट्रक्चरहरू के यस्तोहरू हो हेर्नुहोस् है हेर्नुहोस् यता ढुङ्गे डाँडाभित्र नपाइ यो मन्दिरमा दर्शन गर्नको लागि चाहिँ जुत्ताहरू त्यहाँ राखेको थाहा छ यहाँ राख्नुपर्ने रहेछ हाम्रो पनि सत्ता राखेर दर्शन गर्नुपर्ने हुन्छ राख्ने जुत्ता पाउनु पर्छ यहाँ फोटो खिच्न मनाइ छ अरे भिडियो गर्न त पाउँछ होला नि कि पाउँदैन लाइन लामो रहेछ घन्टी बजाउ त कान्छा चिताएको पुरा हुनु पर्यो है ल ठिक छ ल चन्द्रगिरी जाम ल अब चाहिँ हामी चाहिँ चन्द्रगिरी मन्दिरमा दर्शन गरेर फोटोसोटो खिचेर पनि फर्किसक्यौँ ओह्रालो लागेको है हामी चाहिँ बाटो यस्तो छ हाम्रो साधनहरू तलै छ हिँडेर जानुपर्ने हुन्छ फर्केको हामी चाहिँ बाटो त यस्तै हो शीतल छ हावा चाहिँ चिसो आउँदो रहेछ बाटो चाहिँ लास्ट खतम उकालो रहेछ है बाटो त त्यस्तै तर अलिक पुरानो रहेछ पहाडको फेदीमा तर लास्टमा टायर छ त्यो मजा चाहिँ आउँदो रहेछ इन्जोय हुँदो रहेछ साधन अघि माथिसम्म लग्न पाएछन् ठिकै हो त्यसरी हिँड्नु नपर्ने तर पनि ठिकै छ यतिको त्यो आज चन्द्रगिरीको जो अनुभवले यो काठमाडौँ पुरै भ्याली हेरियो देखियो त्यो पनि राम्रो देखिँदो रहेछ आज मौसम पनि राम्रो थियो आइन्थेन मौसम पनि भने जस्तै भयो राम्रै भयो त्यो इन्जोय भयो रमाइलो भयो पानी आउँछ कि भनेको पानी चाहिँ धन्न आएन पानी पऱ्यो भने चाहिँ बिजोकै हो मौसमले तर साथ दिएको भनौँ न तलदेखि निस्किँदाखेरि पानी पल्ला जस्तो थियो माथि आउँदा मौसमले राम्रो साथ दिएको छ मौसम राम्रो भयो इन्जोय पनि गरेर आइयो चन्द्रगिरीको यसो अनुभव पनि गरियो टिकटक पनि दामी बनाइयो है 6-7 गरियो रमाइलो भयो हाम्रो केटाहरू माथि छ थोरै खाइदिउँ न ल